हाई गाइस वेलकम टु माई न्यू ब्लग। यो ब्लग चाहिँ मेरो नेपाल गएपछिको फर्स्ट डेको भिडियो। यो चाहिँ हामी सबैजना फ्यामिलीहरूको भेटघाटको भिडियो हेर्नु होला सबैले। सबैले माया गरिदिनु होला। सब यो म्यारिनेट गर्न अदरक हाल्नु कपीले गर्दैन अब हामीले कन्टिन्यू बिरामी छु म खाँदिनँ त्यो सल्क्यो होला है सरको तिमीले सकेन भने छोड्दै ल उता हात दौड कस्तो होली खेला जस्तो लुगा लगाएर तिमीले होलीमा नि यही टी सर्ट ला हो तिमीले क्षेत्र हाल्नु यसमा के हाल्न बाँकी छ त्यो के हो जस्तो छ नि सोलर हाल्यो सुन चाहिँ भन्छु अलि मोटा जस्तो लागेको थियो अहिले चाहिँ दुब्लो लाग्यो अहिले चाहिँ दुब्लो लामा घर आउनु भनेपछि कति बेला जाउँ भनेर मामाले चाहिँ बियर खानुहुन्न र अब भान्जा कसको फोन आयो अब हेरेको बार्बिक्यू तपाईँको अनुहार पो देखाउँ भन्दा त्यो हात थोरै दिँदैन म अहिले रिल्याक्स मोडमा छु के म त उनीले बुढाको सङ मिक्स गरी भने त आइज चुस्यो चुसी पेपर भने रोल दिएको हेलो भन्नु होइन अनिलामा पनि गाउन दिने एकछिन के भन्दा सकेर उमाएर गाएर नगर भनी सम्झनाको कुरा
सुन्न सुगन्ध भएन अर्को फेन्टा गाइस यो चाहिँ नेक्स्ट डेको नेक्स्ट भिडियो। यो चाहिँ हामी दार्जिलिङ जाँदैछौँ दसैँ मान्नको लागि, सबैजना भएर मामघर जाँदैछौँ। छाता कोसँग माग्दा वै छिटो घरमा 2-3टा छैन एउटाले लिएर हेर न यसरी वेलकम गर्छु कि म फेस गर्नु त भइसक्यो अब गर मोडल ल बनाउ त मामाले बोलेको बनाउ दिदीलाई के टेन्सन भन्नु त फेरि के हो के थाहा हामी हाटखेतमा छौँ। अब हामी कता जान्छौँ सोती कति घन्टा 2 घन्टाको अब हामी 2 घन्टा जाने हिँड्ने हो 2 घन्टा रामा हो 2 घन्टा फर्किने। अनि हामी मनस्लु चाहिँ नजान्दैछौँ। मनासलु भोलि कति टाइम भयो? आधा घन्टा। 1 घन्टा उकालो यताबाट उकालो साह्रै गर्दा रे। यही हो हुने कति बेर लाग्छ यहाँनिरबाट अलिक तल खिच्यो भने गाउँमा आएपछि फेब्रुअरी चाउचाउ यही त हो नि गाउँमा मिठो हुन्छ मामालाई सिंगल फोटो खिच्न लाग्थ्यो ल खिच्दियो खिच्दियो मैले डर लाग्छ गाइजहरू दाई मामा भाइ चाहिँ कुखुरा बोकेर जाँदैछ। हामीले चाहिँ कुखुरा किनेर लिएर आएको कतिमा 2000 त होइन 1700 कि 1800 हो 1700-1800 कुन चाहिँ सामान हेर्छ भन्दा किन भाग्यो मुटु जानु हेर अन्त भाग्यो नि बाबुलाई झन्डै टोक्दियो आउँछौ हामीले हेर्नु न अघि भएर ल्याएको हेर्नु एउटा मात्र रहेछ सानो चस्मा ला झन् लड लागि
बाबु दुईटा भर्नु छ त्यहाँ पुग्ला अब पुग्यो होला दुईटाले अब 1000 रुपियाँ पाइहाल्ने सट्ट माथि गरी नकासु उतापट्टि साइड हाम्रो एकदम क्लिन इन्भाइरोमेन्ट छ अरे कि त्यही भएर यस्तो सफा गरेर चाहिँ स्काई ए छाता देखाएर फेरि भइरहनु पर्यो कान्छ तँलाई जुत्ता मन पर्यो अघि मामाहरू जान्छ जानु तिम्रो टिका लाउनु के थाहा जान्छ भचुरा मात्रै छ कोइरोला कोइरोला चेपारे तिमीले त माम खाइसक्यो मैले त माम नै खाइसकेँ चेपारे तिम्रो नाम चेपारे भन्छ म नै चेपारे मन छ कि मलाई नि क्रेडिट दे तपाईँको समय मात्र हो के गर्ने सानो खाइदिने मैले यो मेवाहरू पनि हाम्रै हो मामा यो बारी सबै कताको उताको के त मेवा खानु त पाकेर त्यहाँ म्या त ढलै के राई यो भाले स्पेसली भन्नु भने त यो चाहिँ अब कालो हुन्छ यसको रगत झोल सबै कालो हुन्छ होइन एक त यो अब 1.5 वर्षभन्दा पनि पुरानो भइसकेको भाले हो यसको खुरले पनि थाहा हुन्छ कि यो धेरै बुढो मान्छे भइसक्यो र त्यसको लागि चाहिँ एकदम स्पेसल छ मिठो सुगर रोग प्लस धेरै विभिन्न प्रकारको रोगहरूलाई चाहिँ प्रतिरोधात्मक क्षमता भएको यो कुखुराको मूल्य नेपालमा पाउन अलिक गाह्रो पर्छ त्यही पनि ठिक जति पनि पाउँछ त्यस्तो भन्नुपर्छ कि खोज्दै जाँदाखेरि फेल पार्यो लकले फेल पार्यो अब त्यो भाइदाहरू लकले फेल भयो खोज्दै गयो नि एभ्री घर सोध्दै गयो त्यस यो पनि बेच्न नमानेर फकाइ बलजौती समाएर लिएर आएको हो जेल्न त माइल लागेन पैसा बरु जति पनि देऊला ल जाऊ कुकुरले धन्दै टोकाइदियो त्यो भाले सम्पद त पैसा दिएको खुसी है कस्तो खुसी ल फेरि आऊ है कति हाल्थ्यो 2000 दिए हो तर यो यसलाई 2000 हाल्नुभन्दा यसलाई 3000 हाल्नु फाइदा हो कि त्यो भाले नि यो चाहिँ 2000 चाहिँ डिसेन्ट प्राइस नै मा दुईटालाई यो रातोलाई 2000 महँगो हो अनि कालोलाई 2000 यो 160-50 पाउँदिन्छ कि त्यस्तो तरिकाले गऱ्यो भने खोज्नै पाउँदैन त अनि पाउनु पनि पऱ्यो नि त खेतापछि पालेर गर्ने फेरि पारेर भन्यो अब त्यसरी पाउँदैन त लोकल भाले डिमान्ड कतिको किन्न आउँछ मान्छे यो यस्तो चाहिँ यस्तो तिखो छ कि यो अब के भन्ने मैले खतरा बनाइदिएँ अहिले यो यतिको भनेपछि यो चाहिँ 1 वर्षको आसपासमा 11 महिना 12 महिना भन्ने कुरा बुझिन्छ भन्ने बुझिन्छ अब यसको खुट्टा चाहिँ धेरै उ नै हुन्छ हैन सफा बनाइदिनु खानालाई मात्रै टेस्टी हुन्छ है टेस्टी त्यत्रो चाहिन्छ मात्र तपाईँले चाहिँ एकदम क्लिन गर्नुहुन्छ रहेछ हजुरले यसलाई पनि अब गरिदिनु पर्यो मामाले फ्रन्ट गरेर के भन्नुहुन्छ मामा प्रामको बारेमा के दिनुहुन्छ यो प्राउन स्पेसली अब नेपालको के भन्छ स्न्याक्सको रूपमा चाहिँ युज हुने प्राउन हो हजुर तर स्पेसली भन्नुपर्दा स्वास्थ्यको लागि चाहिँ फेरि हानिकारक खासै त्यही रेकमेन्ड कुरो चाहिँ होइन किनकि यो ओइली र यो मसलादार भाले खासै त्यस्ता मसला त छैन होला नि होइन त्यो अलरेडी तेलमै ताल्न पर्यो नै मसला भइसकेको हुन्छ तर स्पेसली त्यो मसलादार भाले
रेकमेन्ड चाहिँ होइन, तर टेस्टको लागि अब खान्छ। र अब फेरि यो पार्टीहरूमा भोज पार्टीहरूमा फेरि चल्छ, अब त्यही नभए पनि चल्दैन। त्यसले गरेर दुराजीलाई के भन्नु अघि? अब अहिले फेरि हामी हाइकिङ जानुपर्छ। एक्लै खाएर त्यो भित्र काट्नु पर्ने होइन। के लिएर आउनु मामा? अझ जान्छ मामा? मामा अझ जान्छ? सर कसरी माथिमा चाहिँ कसले आयो? होइन बाबु तातो पानी तताएर माछा बनाउँछु त यो त्यहाँ पार्किङ काम छैन। तातो पानी तताएर तातो पानी तताएर भयो नि फेरि म बाइक लिएर रेडी बोलाएर ल्यायो भने नि त पाकेर खाने बेला बोलाएर ल्यायो भने बिहान टिक्ला अनि फेरि भोलि बिहान जाने हुन पठाउँदैन होला फोनै लाग्दैन। अब म काट्न सक्दिनँ। मेरो बहिनीले केही खाँदैन खानु त के अरे मासु र गाइजहरू चाहिँ हाम्रो खोला, मामा घरको खोला। यो चाहिँ केरा बगैँचा गाइजहरू हिँडौँ अगाडि। टिएराले स्वागत गरिरहेको म्याटिनल अङ्कल भन्छ। म त आज सिम खेच्दा खेच्दैन हैरान भइसक्यो म त। खोला सफा भए कति रमाइलो हुन्थ्यो है। यहाँ घर चाहिँ किन बनाउनु र? त्यही राख्नलाई बस्नलाई आएर बस्नुहुन्छ। रस्ता रस्ता चार्जर ल्याएको कसैले रस्ना हाम्रो स्पेसल लोकलको हेर सबैको राम्रो लाग्छ है। मेरो चार्ज बढी छ। तिमी प्याकिदेऊ। मेरो चार्ज बढी तपाईँ प्याकिदिनु। हेरे तपाईँ प्याकिदिनु। मिस्टी देऊ बाबु। मलाई चाहिँ प्लिज मेरो आए मेरो सिद्धियो। मामा बत्ती बाल्ने हो गाई चाहिँ राम्रो चाहिँ तास सुरु हुँदैछ है ल। मामाले बियर हालिदिनु बियर चाहिँ
दुईजनाले मिलाओ दिदी हजुरलाई पो भन्नु होइन आफूलाई पैसा मागेर हुँदैन लगाउँदैन भनेर मैले त आशिषलाईसँग 10 माथि उता के माथि घर मामा बियर थप्ने म हारे यति बाँकी छ अब कान्छीलाई सब पैसा जित्सक्यो कोही कमाउँछ 2 3 4 5 6 7 1 2 मान्छेले पैसा भनेर ठ्याक्क पैसा खानु जुस पनि कसले ल्याएर हाल है बाबा मुसीले चाहियो भने हैन उता राखिदिनु अलिकति समस्या भन्नु एकदम राम्रो पढ्नु मामाले छ कति गाउनु पर्छ हो नि भाउजू बस्न पर्ने हो नि माइजु खाइ यो माइजु त माइजूले त लाउनु हुन्न नि त अलि ठुलो अलि जान्छ मान्छे च्यातेको कपडा एउटा पुग्ने एउटा टाढा हात पुग्ने दिनु पर्ने टिस्यु पेपर लिएर आउनु भयो हो टिस्यु अनि टोपी अलि माथि लानु पर्यो मामा नि बाठो के मान्छे बाठो तपाईँ पछाडिको यो टेबल अनि यसो यहाँ अछुत लाग्दै जान सकिन्छ फोटो चाहिँ तपाईँ त्यहाँ बस्नु
अब सानो त्यति त राम्रो थियो यहीँ मात्रै राम्रो थियो अरूको सुप रस्ना अहिले यसरी भिडियो मेरो मैले अलग राखेँ साथी यहीँ राख्ने हो नि होइन उ त्यो नयाँ नयाँ नृत्य दाग लाग्नु भएन है देखाउनु मात्रै लिएर आउने एउटा मोबाइलबाट खिचाले सबै सेयर गरे भइहाल्यो यसरी रस्ना आऊ तिमीलाई म सिकाउँछु दाहिनेमा बस्नु होइन यो वर्ष सँगै भएको थियो सबैजना त्यो अगाडि हो यो पैसा किन फाले गरिहाल्नु न गाउँ कतिमा जाने के थाहा सबै आउँछ नि जाने जाने पाल पाल जाने गाउँमा को हुनुहुन्छ हजुरबा हजुरबा मम्मी हुनु बुवा दाइ हामी जानु पर्ला छैन फोटो चाहिँदो रहेछ क्या सबै कुरा राख्नुपर्ने गर्छ नि एउटा क्यालेन्डर बनाउने क्यालेन्डर फोटोको चार्ज नभएर किन हुन्छ हुन्छ दाइले लाउनु त्यही त बहिनी हेरेर मोबाइल कति लाग्छ लुगा सबै त यो झिका त ओइ मलाई धिरो टिका लगाइदिनु हुन्थ्यो नि म त मिन्च हुन्छु मिन्च भयो जस्तै छु भयो मम्मी म मिन्च भयो जस्तो हो कि हेर्दैन हेर्ने टिका लाउँछ टिका लाउँदैन हेर्नु खोइ लाउँदै थियो हेर्नु केटा दिन राम्रो देखेर फोटोमा होइन हो कि होइन होला होइन फोटो खिच्दाखेरि एक्सन भनेर खिच्यो भने अलिक राम्रो आउँछ नत्र भने अब कोही बेला के हुन्छ कोही बेला कस्तो छैन क्या म त भिडियो मात्रै हो भान्जा हुनुपर्छ तिमीहरू नि सबैको पालो यस्तै हो नि
एकैचोटि भ्याउने हो नि त यस्तो गीत बजाउनु आउँथ्यो दसैँ बजाउ न एउटा फोटो छाड पारेर खिच त आउँथ्यो दसैँ बजाउ कोसँग छ फोन आउँथ्यो दसैँ बजाउ भन्दा छु सबैले निधारमा हात राखा मैले पुऱ्याइदिउँ त ल आहा भान्जाको पेस 1 2 3 भन है त्यति बेला मात्र खिच 1 2 3 गो हजुर राख्नु त त्यहाँ हाम्रो भाउजू कोदिनु न गर्न बस्नु तपाई कुरा लाग्यो थाहा भयो त्यसै भयो नाथाले धाको तर भान्जाले पखाइदियो सबैले पखाइदियो हामीले त रेडी है हामीले है गर्मी भाइ हप्प भाइ टक्क दुईजनालाई मात्रै फोकस गरेर खिच्नुपर्छ के रसना मेरो सियाको भन्छ बाख्राले आएर खान्छ काउन्ट फोटो खिच्यो एकदम फेरि हल्ला फेरि त्यो त 5 रुपियाँ होइन नि दुई भाइ मिलेर गर्न 3000 उता कपाल लाउनु फोकस गरेर खिच है आमाको र मेरो मात्र स्टाइल हो के होइन सबैले लगाइदिया त म अनि अझ त मिलाइदिन्छु एकै क्याप लगाइदियो बाबु तिमीले नि लगाइदेऊ एक क्याप लगाइदेऊ सबैजनाको पिकनिक भयो 2605 तिमीले मलाई 3500 दिन नो निड टु काउन्ट बट त्यहाँ त्यो 3500 काउन्ट गर्न चाहिँ परेन तर हराउन चाहिँ भएन कान्छाले मलाई 3500 दिन है हात पुग्नु न आमा यहाँ छ टिस्यु यो बाबुको हेरी अलिकति यो फोटो खै त सरी पड्यो त खै त अहिले यहाँ गनेर हातले पुग्नु तपाईँ लतपत्ते भएर हात पुग्दै गर्नु रे अनि हुँदैन मेरो दुईजना बनायो कुन बडीको लाउनु पर्छ यस्तो गरेर यस्तो गरेर बनायो लगाएको पैसा आयो सानीको पैसा भिडियो खिच्यो भिडियो पनि बनाऊ न भिडियो पनि बनाऊ भिडियो पनि बनाउनु नि त अरे भिडियो राम्रो अझै हाम्रो पालु कहिले हो छिटो टिका लैजाऊ सबैले आफै लगाइदेऊ त अनि म लगाइदिन्छु मेरो मोबाइल पालो पालो गरेर त्यस्तो गर्नु न तपाईँ ठुलो लाउनु अनि हामीले सुन्तला लाउँदैन नि हामी आउँछौँ म त भिडियो लाउनु फेरि टिका लाउनु लाउँछ ल ल दोडा सिद्ध भन्दा ल नानीले बाबुले नि लगाइदिनु
धेरै भयो के टिका लगाइदिउँ न फोटो अलिक खिचाउन सबै फुल देखाउने हेर फुल पनि देखाउने नि सबैलाई देखाउने फेरि पिक्चरमा जस्तो के यसरी थापे थापे गर्ने तपाईँको फोटोलाई खिचिँदैन है पैसा त म त कति दिन्छु नि यहाँ पैसा दिएको भिडियो चाहिँ गरौँ न है पहिला 5-5 झिरमिल चाहिँ दिनु एउटा कति पर्छ के त है मैले दे खिच्दा खुदा निकाल है त्यहाँको निकाल मुला खाऊ त्यो पैसा कति राखेको है त्यहाँ 3500 हारी भएर किन खोलेको धागो भने धागो त धागो राखेर सबै खोलेर हातको बानी दिन्छ पुग्यो होला नि फोटो त्यही खिचिसक्यो दिदी त्यो काट्यो अब कति धेरै गर्यो अब फोटो चाहिँ मम्मीको काँटा हो यो लाउनु नि त फोटो त यहाँ हो भिडियो त हो ए ल वन दिखा पार्वती यो त भिडियो हो त ल एउटा भान्जीलाई सजाएर खै जोमारा दुको जोमारा खै तपाईँ अलि देख्नु भएन देखेन तपाईँ आउनु देखा अहिले भान्जी नानी अब कसको दाल अब पारु यिन दुईटामा को पार्वतीको पार ल जाऊ मान्छे है भान्जीले पैसा खाइदिए त्यहाँ कोही छुट्टा रहेछ भने पछि माग्ने भिडियो खिचेर भिडियोमा सब छ है भिडियोमा सब छ आमा छुट्नु भएको थियो ठुलो छ हामी सबैले लगाइदिएर है सबैले लगाइदिए हो म लाउनु बाँकी छ पैसा कम्दैन अब हात पुग्नु अब 500 रुपियाँ किन पर्दैन हात पुग्नु त पेपरले बल्ल छोरोको पालो आएन सबै छ क्या त्यही भएर फोटो खिच्न मिल्दैन कि यहाँ बस हाल्नु हो ल भयो ल अहिले के फोटो कहाँ पछि हट्दै अगाडि छ नि त अलि अगाडि छ नि त ठाडो भन छोरो हो ठाडो माथि फोटोपट्टि नि हेर्ने फोटोपट्टि नि जहिले कालै हुन् कि ल सबैले लगाइदेऊ है आमाहरूले आमा बाउले छोरीहरू लगाइदिनु मामाहरू लगाइदिनु अनि हामी यसो लगाइदिन्छौँ माथि ठाडो हो न छोरो हो त्यसरी सबैलाई बराबर राम्ररी पढ्ने धेरै पढ्ने तास्केलले पैसा है 2 हाल गरेर थाप्न कहाँ यो अलिक खिच्दै खाऊ क्या यहाँ टिका लगाएको भने नि खिच्ने मान्छे चाहिँ को रहेछ पार्वती कस्तो फोटो पार्टी चाहिँ हामी एउटा फोटो खिच्ने मोबाइल पानी पानी पर्न थाल्यो ओ रहना मोबाइल त बेसर मै राख त सिरा लाग्यो बाबुहरूलाई ल
लागिसक्यो बाबुलाई अब नाच्न मात्रै माग्यो मेरो मोबाइल छ यसो मुख डाडु जस्तो मुख झन् पनि जस्तो के कुरा चित्त बुझेन सिधा होइन निन्द्रा लाग्यो पोर्सन जान्न बाह्र हो क्या जानी हो हल्का यता भन्नु यसो सबैले लाग्यो अनि चाहिँ मलाई फर्किने होइन मुसीको सबैजना फोटो आउँछ है सबै मुसीको नि सबैले लाग्यो मुसी सबसे पहिला हेर्दा त भाउजू ल्याएको ए मुसीलाई मेरो छोरीलाई मन गरेको अब नन्ना अब के भाउजू एकसँग ठुमार गयो पैसा लाउँदै मान्छेहरू तिमीलाई मैले कति धेरै देखा गनेर देखाएँ बोक्नै सक्दैन उसले त पैसा त्यो सबै मम्मीलाई दिन्छु फर्स्ट भएर दाइरा फोन गर्ने दाइले के किनिन्छ भनिसक्यो फर्स्ट हुने अब मेरै त होला सोचेर नदिएको खोइ एउटा फोटो हाल्नु भान्जी क्या सल्छ छोरा हेर कपालमा झुल्यो छोरीले पैसा उचाल्न नसकेर हाँस्ने नानीहरू त कति पैसा ओए हाँस पहिलो हाँस न हाँस के भयो कान्छेलाई अलि मस्काइदियो म हाँस्यो त हाँस्यो हाँस्यो अलि मसक्क मसिदेऊ भिडियो अफसेट भएको थियो तिमी नानी के त्यसो नगर नानी मेरो लाएर हाल्छ अब त्यो पैसा गन्ने अनि सुत्ने गाइजहरू यो चाहिँ पिङ खेल्न आउँदैछ साढे 5 यो चाहिँ पिङ खेल्नलाई यहाँ पुरा उक्लिनलाई एकदम तनावपूर्ण भइरहेको छ अब ल्याउ त म उचाल्छु होइन कि भिडियो उचाल्नु क्यामेरा त पुसाइँदैछ हुँदैन कि सक्नुहुन्न फेरि अब झर्न गाह्रो हुन्छ फेरि ओए लड्नु ओए अब यहाँमा हो दिदी बस्नु तपाईँ दुख्छ एकछिन बस्ने बित्तिकै दुख्छ यसपछि मेरो पाली हो है तपाईँ बिचमा आएर पालङ मिच्न पाइँदैन मेरो पाली हो यसपछि मेरो पालीमा चाहिँ यसरी मानेन है 0.5 मा तर यसरी यसरी यसरी
के हो त्यो उड्या त सिधा भएर ल स्टप हामी चाहिँ दसैँ मानेर दसैँ सकेर चाहिँ फेरि काठमाडौँ फर्किँदैछौँ। यो चाहिँ हामी काठमाडौँ फर्केको दिन हो। थ्याङ्क यू फर वाचिङ गाइज। आजको यो ब्लग चाहिँ यति नै। फेरि अर्को नेक्स्ट भिडियोमा भेट्छौँ। बाई।